सो हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। सो आज चाहिँ म चाहिँ पोखरा यस्तै भिडियो बनाउँदैछु होइन। सो आज चाहिँ एकदम बनाउँछु यहाँ पोखरा भएर चाहिँ अलिकति हरेनहरू डिस्टर्ब हान्छ होइन। सो यो चाहिँ मेरो बल छ। सो हाम्रो साथमा हुनुहुन्छ यहाँ स्मरण ब्लग। सो मेरो भिडियोमा चाहिँ सधैँ आउने स्मरण ब्लग तान्नुहोस्। मेरो साथमा हुनुहुन्छ यहाँ स्मरण ब्लग। सबैजनालाई वेलकम छ भन्नु त स्मरण चाहिँ। सो र हाम्रो राजकुमार पनि हुनुहुन्छ है। साले गरिदिनु ल। हेलो ल हेलो गरिदिनु ल। हेलो 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 गर्न यार। यस्तो अलिकति उस भएको यस किनभने यसको मोबाइलहरू तान्नु। यसको मोबाइल यस्तो लो क्वालिटीको तान्नु के यसलाई कसैले स्पोन्सर हान्नु पऱ्यो कि इन्पोस्टको स्पोन्सर सेल ल कति 10,000 सेल भयो होला। यो मोबाइल तपाईँहरूले ट्याक्क टक्कै यता यो फोर होइन भात खाँदै पनि जुटो छ हेर्नु गाई जस्तो फोर है। त्यहाँबाट यो मोबाइल कहिले कहिले सफा गर्नुपर्छ। पछाडि कभर खोलिदिएको त ल। पछाडि त खट्टा क्लिन छ नि। हेर्नु यहाँ के हो सेतो सेतो छ ल। मोबाइल पछाडिको ब्याग यस्तो खतरनाक देखिन्छ तर अगाडिपट्टि हेर्न सक्नुहुन्छ। यसो यहाँ माथि चाहिँ के हो सेतो सेतो पनि छ है। यति क्यामेरा हो क्या त्यो यस्तो अब हामी जामै पर्छ ल। जाम ल यसो त्यस्तो माथि आएर खिच्छ। सो हामी एकचोटि रङशाला गएर भेटौँ है त ल। हामी चाहिँ ट्याक्कै ग्राउन्डमा आएर चाहिँ यसो भलिबल खेलिसकेको छौँ। हाम्रो पोखराको ग्राउन्ड चाहिँ यही। हाम्रो गाइजहरू पनि हुन्छ यहाँ। पोखराको ग्राउन्ड चाहिँ यति चाहिँ यहाँ चाहिँ इन्टरनेसनल ठुल्ठुलो दायाहरू खेल्छ। यहाँ चाहिँ हामी खेल्छौँ है यस्तो छ नेट चाहिँ। सो हाम्रो केटाहरू चाहिँ त्यति हिँडिरह। सो र हाम्रो यता नयाँ अनार भाइ यहाँ हुनुहुन्छ। हेलो लु इन्ट्रोडक्स दिनु त ल। ल यताउता इट्स मी यताउता होइन। सो उहाँको नाम चाहिँ भनिदिनुहोस् त यहाँ। मेरो नाम रोशन सुनार हो। ल उहाँको नाम चाहिँ रोशन सुनार हो। सो अहिले हामी त्यो इन्द्राक्षी र मित्राक्षीको दुइटै हो क्या। ल सो यहाँ ईश्वरन राजकुमार ओके। तर म सधैँ डेली भ्लगमा छु यार। सो हाम्रो भ्लगमा चाहिँ सबैजनाले चाहिँ 1K भ्युज पुऱ्याइदिनु भएको छ। त्यसैले हजुरहरूलाई चाहिँ के भन्न चाहन्छु 1.1K भ्युज। सो यसरी नै सपोर्ट देखाउनु होला। अरू भिडियोमा चाहिँ कति 5-6 कतिको छ बिग फ्यान। यस्तो एक दिन त आउँछ जस्तो कि यहाँ म पोखरामा बाटो हिँड्यो भने सबैजना आएर है ट्याक्क बाइक साइकल यताउता होइन बिग फ्यान। हामी राइड सो हाम्रो सोच चाहिँ अब हाम्रो प्लानिङ छ। स्मरण र मेरो प्लानिङ अस्ति चलिरहेको छ र उहाँसँग पनि प्लानिङ चलिरहेको छ। सो र हामी सबै साइकल यसो राइडतिर जान्छौँ होइन। कहिले कता हामी चाहिँ सेफली चलाउँछौँ ल। गाइस हामी चाहिँ यसो बास्केटबल खेल्न खेल्नको मान्छे भलिबल खेल्ने ग्राउन्ड चाहिँ तपाईँको चाहिँ देऊ यता ल एकचोटि हान्दा। सो राजमा हान्छु भने क्या ल। सो गएन ल हाम्रो रोशनको पालि ओ रोशन हाल्दैन। सो यो चाहिँ बास्केट ग्राउन्ड है यस्तो छ। एउटा सिधा अगाडिबाट छिरे होइन भनेपछि एउटा पछाएर त के छिर्ला रोशन र राजकुमार। सो हामी चाहिँ एकछिन भलिबल एकछिन खेल्ने होइन। तपाईँको अब चाहिँ हामी चाहिँ के रेस्लिङ खेल्ने गर्न जान्छौँ ल। ए त टाइमसँग गयो पोस्न सक्ने होइन। नाटक मात्रै बढी खायो यो स्मरणको यो। यसलाई त कसै सब्सक्राइबर हान्दिनँ हाल्यो भने यस्तो भुडी यार भुडी। स्मरण 100 ट्याक्स हो कि थाहा नि जुन कतिको हुन्छ त्यो भुडीको त्यो बोसोहरू यताउता मोमो चाउमिनहरू सबै दिन्छ। सो हामी एकछिन खेल्छौँ त्यसपछि भेटौँ है त। चाहिँ छिटोभन्दा छिटो चाहिँ पुलिस केस गर्नु होला। देख्नुहुन्छ छिटोभन्दा छिटो यसलाई चाहिँ पुलिस केस गरिदिनु होला। यसलाई गर्नु छ भने चाहिँ हेर्नु यस्ता खाँदै हिँड्छन् यिनीहरू। खाँदै हिँड्दैन
यसले देखा यसो देखा त यसो देखा त देखा यसो देखा सो गाइस यसले चाहिँ के भेटा गरे भेटाइसकेको छ यसलाई चाहिँ छिटो भन्दा छिटो चाहिँ कारवाही गर्नु होला म तपाईँलाई डिस्क्रिप्सनमा चाहिँ मेरो नम्बर दिन्छु सो त्यसलाई म बेब भनेको के अरे बेब भनेको बेब बेब भनेको के भन्छ डिस्क्राइब गर्नु भनेको एउटा नसा गर्ने चिज त्यस्तो खानु हुँदैन त्यस्तो खानु यस्तो खान्छ तिमीले मात्रै खाएको है चिजलाई चाहिँ गाइस रङ्गशालामा चाहिँ यसले चाहिँ यो ग्राउन्डभित्र चाहिँ भेपेको चाहिँ देख्नु हुन्छ यसले चाहिँ त्यहाँभित्र चाहिँ भेपेको छ ऊ ट्याक्कै उ त्यहाँनिर ल सो त्यहाँ सक्नुहुन्छ स्मरण छिटो पक्रा गर्नु होला ट्याक्कै बिचको ग्राउन्डको बिचमा चाहिँ भेपेको छ अघि दामी तारामा हुन्छ हौ ए साँच्चै तारा मिल्दैन साँच्चै हौ सो हामी चाहिँ मस्त हामी त आफ्नो लाइफ दिन्छ यस्तो नसा यता परिना राजकुमार अन्त आफ्नै सुरुमा यता भिडियो सिडियो हाम्रो भ्यू यताउता होइन हाम्रो रियाक्सन इमोसनल सबै हामी तपाईँहरूलाई सेयर गर्छौँ सो र यिनीहरू अब फसिसकेको छ गाई चाहिँ र यिनी ईश्वरन यत्रो छिर्दैन होला म दिँदैन जान्दिनँ राजकुमार बुझिस् गाली गर्छ क्या त्यही भएर न त त्यो छोड्दिनु हुन्थ्यो नि खाने होइन भन्दैन नि गाली गर्दैन भनेको सहीको कसै जान्ने हो त नि नाम त मिल्ने छोड्दा खुल्ला सो गाइस हामी त रेस्लिङ त यो चाहिँ कप फुटबल ग्राउन्ड है यति सबै पहिला हिँड्दै गर्न सो तिमी सो गाइस भ्यू चाहिँ सो हामी चाहिँ ट्याक्क बास के अरे रेस्लिङ खेल्ने ग्राउन्ड चाहिँ यही छान्नुहुन्छ सो सबैजना चाहिँ मेरो भिडियोमा चाहिँ सबैजना नयाँ हुनुहुन्छ भने लाइक चाहिँ सब्सक्राइब हान्नु होला र भिडियो चाहिँ अझै इन्जोय गर्दै जानु होला है त र उही बाइक कता बाइक ए यहाँ यस्तो छ यहाँ घमासान युथ परेको त्यो चाहिँ खेल्न सक्दैन डराउँछ हेर्नु यो यसो जति सक्यो हान्ने है डर मान्छेले नाटक गएको त नि सो गाइस हाम्रो राजकुमारले चाहिँ एउटा आफ्नो सिक्रेट ट्यालेन्ट चाहिँ बताउन गइरहेको छ यहाँ गर्न गइरहेको छ ल रेडी ल रेडी रेडी ल यस्तो ल यति सो उनीसँग यस्तो सिक्रेट ट्यालेन्ट कसैसँग छ तिमीसँग छ छैन तिमीसँग छ मसँग छैन ल अझै अर्को सिक्रेट ट्यालेन्ट फेरि गरेर फेरि अघि जस्तो गरेर फेरि सो र अर्को गर्न लागि छ ल हो विस कुन सो यो राउन्ड किक ओके ल अझै अरू छ कि
फ्लाइङ किक फ्लाइङ किक अर्को सो अलराइट गाइस हामी चाहिँ त्यहाँ रङ्गशाला घुमेर चाहिँ होइन सो हामी चाहिँ यहाँ सो यहाँ चाहिँ एउटा डोरी रहेछ होइन जे सक्नुहुन्छ सो सबैजनाले सब्सक्राइब हान्दै गर्दैछ मेरो भिडियोमा चाहिँ होइन सबैजना सो रङ्गशालामा ट्याक्क हेलिकप्टर पनि छ है सो के हो यार सब्सक्राइब गरे हौ सब्सक्राइब गरेको पासपोर्ट के हेरमै खै हेरमै खै सो भाइहरू चाहिँ यहाँ रङ्गशाला मैले हिजो भन्थेँ नि त रङ्गशालामा आउँछ भाइहरू तिमीहरू कोही छ भने पोखरामा भनेको थिएँ ट्याक्क भाइहरू चाहिँ आइसकेको छ भाइ तिम्रो नाम के गरेछ देखिन कालो ल यसो गर तिम्रो नाम भन त को तिम्रो नाम के हो सुमन तिम्रो सुन्द्रम तिम्रो शङ्खराना ल फोटो खिच एउटा भलिबल दिउँ न त ल हामी यहीँबाट फोटो खिचौँ ल ल ए आऊ त्यसो समात्यो ल यतिकै है त ल तिम्रो चाहिँ त्यही सिन्छ ल रेडी ल ल भिडियो हेर त्यसै तिमीहरूको भिडियो नआउँछ हुन्छ नत्र फोटो खिच्नु ल भोलि ल्याउँछु सर भाइ तिमीहरूको आउँछ भोलि पनि आउँछ भोलि छ भने भने युट्युब च्यानल छ तिम्रो यो गेट खुल्ला भन्ने आउँछ आउँदैन मुनिको गेटबाट त्यहाँ फेरि गाडले गाडी गर्दैन भाइ गाडी गर्दैन आउनु पाउँछ ढोका खुल्ला छैन आऊ कि के हुन्न हुन्छ ढोका खुल्ला छैन आऊ भाइ साइकल भएको भाइ कुन हो भाइ साइकलमा अरू पानी हेर्छ उता कहाँ टेनिस खेल्छ त उहाँ छोड्दैन थैट तल यो सब्सक्राइबरहरूलाई काम लाउ अनि यो मान्छे छ नि यो मान्छेलाई यसरी ढुङ्गाले यसरी हानिरहेको छ कि किनभने यो मान्छे यस्तो छ कि आफूले गर्न सक्दैन आफू कुरकुरी हिँडेर गएर पानी खायो हुन्न अर्कालाई काम गराउँछ ल भाइहरू सब्सक्राइब हानिदियो है सब्सक्राइब हानिराख है अरूलाई नि सेयर हानिरह ल हुन्छ ल त छुट्टामा हाम्रो नि ब्लगमा लाइक सब्स्क्राइब गर्नु है ल अनि कमेन्ट नि गर्नु तिमीले ल कमेन्ट नि गर्नु ल ल ल भाइहरू जाऊँ ल हाम्रो ल हामी ल बाई बाई ल जाऊँ राजमा हिँड्नु ल भाइहरू भोलि भेटौँ ल ल भाइ भोलि बेलामा ल जाऊँ हौ राजमा छिटै जाऊँ सो ल भाइ बाई ल सब्सक्राइब हानी राख है भाइ हुन्छ सो अलराइट गाइस म चाहिँ यहाँ घर आइसकेको छु है सो घर आएर यसो पानी खाएर टक्कै रेस्ट गर्दैछु होइन सो आजको लागि नि दिने भिडियो सो मन परेमा सब्सक्राइबमा लाइक गरिदिनु होला सो हस् त नमस्ते जय नेपाल